यसमा के छ भने आम जनसाधारण मान्छेसँग त्यो ठुलठुला पुलिन्दाहरू पढ्ने फुर्सद छैन अनि बुद्धिजीवी भनाउँदाहरूले भ्रम फैलाइदिन्छ आफूले कहिले पढ्नु परेको छैन। म एउटा कुरा चाहिँ स्वीकार्छु कि रासोपाले अझै लाखौं प्रश्नहरूको उत्तर खोज्न बाँकी छ हामीले हाम्रो नीति विचारलाई परिष्कृत गर्न बाँकी छ। त्यो कुनै नौलो कुरा होइन क्या, अनौठो कुरा होइन। किन होइन भने कम्युनिस्ट पार्टीको स्थापना भएको नेपालमा 6 सालमा हो 2000, तर जब जम्मा पुगेको त 2043 सालमा हो नि। उनीहरूलाई पनि लागेको थियो 37 वर्ष आफ्नो सिद्धान्त प्रतिपादन गर्न, भनेपछि 37 वर्ष पर्खौँ त मैले भनेको होइन। तर के हो भने एउटा पार्टी साङ्गठनिक रूपमा सैद्धान्तिक रूपमा परिपक्व हुन र पार्टी बन्न समय चाहिँ लाग्छ। त्यो बेनिफिट अफ डाउट चाहिँ हामीलाई पनि दिनुपर्छ हैन। तर हामी यसमा एकदम गम्भीर मेहनत गर्दैछौँ र मूलभूत रूपमा जस्तै बुद्धिजीवीहरूले भन्ने जस्तो त्यो यिनीहरूको के हो त भन्ने जस्तो त्यस्तो पिपल पाते जस्तो स्थिति चाहिँ हाम्रो छैन। हामी स्पष्ट छौँ। अघि मैले भने जस्तो हाम्रो उदार प्रजातान्त्रिक पार्टी हो, एउटा लोक कल्याणकारी राज्यको स्थापना हाम्रो गन्तव्य हो। त्यो लोक कल्याणकारी राज्य भनेको फेरि त्यो कम्युनिस्टहरूले सपना देखाए जस्तो सबै बराबर हुने, सबै उद्योग धन्दा राष्ट्रियकरण गर्ने भन्ने होइन। राज्यले वातावरण दिनुपर्छ। त्यसो भए राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ अन्तिम उद्देश्य भनेको प्रजातान्त्रिक समाजवादसँगै मिल्न जान्छ। फरक शाब्दिक रूपमा हामीले त्यसलाई संवैधानिक समाजवाद भनेका छौँ। सैद्धान्तिक हिसाबले हामी बीपी कोइरालासँग नजिक छौँ। मैले काङ्ग्रेससँग नजिक छौँ किन भन्दिनँ भने आजको काङ्ग्रेस बीपीको काङ्ग्रेस होइन भन्ने हाम्रो निष्कर्ष हो। हुँदै होइन यो त बीपीको काङ्ग्रेस, यो आफ्ताबको काङ्ग्रेस हो, यो विश्वप्रकाश शर्माको काङ्ग्रेस हो। सुन्नु, म एउटा कुरा भनिदिन्छु विश्वप्रकाश दाईको। सम्भवतः पार्टीले चाह्यो, साथीहरूले चाहे भने विश्वदाईको भावी प्रतिद्वन्दी म हुने हो जहाँ पाएको। विश्वप्रकाश शर्माको एउटा मिठो कथा सुनाइदिन्छु म, आजको काङ्ग्रेस कसको हातमा छ भनेर। के भयो भने तनहुमा चुनाव थियो, हामी स्वर्णिम दाईको चुनाव प्रचार गर्दै थियौँ तनहुमा। विश्वप्रकाश दाईले तनहुका आमाहरूलाई 2 सल्लाह बाँड्नुभयो भक्कु चुनावको बेलामा। हामीले विरोध गऱ्यौँ, किन 2 सल्लाह बाँडेको, चुनावलाई प्रभावमा पारे भन्दा विश्व दाईले के भन्नु भने होइन मेरी आमाको याद आयो, मेरी आमा जस्तै लागेर मैले 2 सल्लाह बाँडेको भन्नुभयो। माता तीर्थ औँसी थियो क्या। मैले सोचेँ ठिकैको नि, ओहो आमा सम्झेर 2 सल्लाह बाँड्नु भएछ, अर्को वर्ष पनि पक्का तनहु जानुहुन्छ होला ती आमाहरू सम्झेर भनेको जानु भएन त अर्को वर्ष। त्यही चुनावका बेला चाहिँ विश्वप्रकाश दाईलाई माता तीर्थ औँसीको याद आयो, आमा देख्नुभयो तनहुका। अर्को वर्ष पनि त थियो त माता तीर्थ औँसी त, तनहु गएको थाहा पाइनँ मैले विश्वप्रकाश शर्मा। अब तपाईँ सोच्नुहोस्, जसले आमाको सम्बन्धलाई पनि राजनीतिक फाइदाका लागि त्यसरी प्रयोग गर्न सक्छ, यिनीहरूबाट देश बन्छ, यिनीहरू बीपीका शिष्यहरू हुन् भनेर कसरी पत्याउन सकिन्छ? म त सपनामा पनि पत्याउन हामी नपत्याउने है राष्ट्र हो।